के हजुरहरूलाई थाहा छ एउटा रहस्यमय मन्दिरको बारेमा? यो मन्दिरको नाम हो गुप्त बराह। र यस मन्दिरको बारेमा एउटा मान्यता यो छ कि यहाँ एउटा साधु हुनुहुन्थ्यो जसको नाम थियो औलिया बाबा। र नेपालीमा औलिया भनेको मलेरियालाई भनिन्थ्यो, जो कि लामखुट्टेबाट फैलिन्थ्यो। र उहाँसँग यस्तो दिव्य शक्ति थियो जसको कारण उहाँले सबैको औलो निको पार्न सक्नुहुन्थ्यो। त्यही शक्तिको कारण उहाँको नाम औलिया बाबा पनि राखियो। बाबा नित्य रूपमा भगवान बराहको पूजा गर्नुहुन्थ्यो बराहक्षेत्र मन्दिर गए। परन्तु एक दिन बाबा आफैलाई औलोले भेट्यो र उहाँ भगवान बराहको पूजा गर्न बराहक्षेत्र जान असफल हुनुभयो। उहाँ दुखी भएर एउटा गुफाभित्र पस्नु भयो र भगवानको ध्यान गर्दामा एउटा चमत्कार भयो। र यस गुफाभित्र भगवान बराह स्वयं प्रकट भई बाबालाई दर्शन दिनुभयो भन्ने मान्यता रहेको छ। भगवान बराहले